वेलकम ब्याक टु माई युट्युब च्यानल वाट्सएप गाइस। हजुरहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म देखाउँछु हजुरलाई ट्याङ्की साफ गरेको र कसरी ट्याङ्की साफ गर्ने त म हजुरलाई फुल भिडियो देखाउँछु। पुरै हेर्न चाहिँ नबिर्सिनु होला है। हेलो गाइस, यहाँको मौसम हेर्न सक्नुहुन्छ हजुरहरू। त्यहाँ कसको गाडी राख्नुभएको छ। यहाँको मौसम चाहिँ हामी बिहान नै उठेर यसरी हालिसकेको छौँ। यहाँको मौसम पानी यत्रो रहेको छ। यहाँ ट्याङ्कीमा चाहिँ यति भर्री पानीमा दिदी अहिले घुस्नुहुन्छ। हाम्रो दिदी त त्यहाँ बसिरहनु भएको छ। यति भर्री पानीमा घुस्नुहुन्छ अहिले। अनि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। हामीले ट्याङ्की साफ गर्ने चाहिँ त्यो ट्याङ्कीलाई हो। अनि यहाँको मौसम हेर्न सक्नुहुन्छ। यस्तो राम्रो राम्रो यहाँको मौसम रहेको छ। अनि हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु त। हेर्न नगुज्नु म फालिदिन्छु। भिडियो बनाउनु न। तपाईँको हाइट पुग्दैन क्या? नाइ म त्यहाँ ऊ फालिदिन्छु। त्यहीमा किटाणुहरू होला। राम्रोसँग फाल्नु न। ठिक छ यसमा। हेर्न सक्नुहुन्छ हामीले अघि पानी त्यति थियो, अहिले चाहिँ हामीले यतिसम्म बनाइसक्यौँ। यसले र यसले अनि यसले पछि झार्ने हो। अनि त्यहाँ हेर्न सक्नुहुन्छ हामीले त्यति बनाइसकेको छौँ। हजुर हेर्न सक्नुहुन्छ गाइस, उहाँ चाहिँ घुसिसक्नु भएको छ यहाँभित्र। दिदी हेलो यहाँ घुसिसक्नु भएको छ। दिन यतिसम्म पानी फालिसक्यौँ गाइस हामीले। हेर्नु सक्नुहुन्छ फोहोर पानी होला। खेल्न चाहिँ पाइरह है। हो खेल्नु खेल्नु मजा आछ। मजा आछ। उल्टो भयो क्या तपाईँलाई। मुखमा पानी फालिरहनु भएको छ। मुखमा पानी फालिरहनु भएको छ तपाईँले। मुखमा पानी नफाल्नु क्या, सिधै उता तपाईँलाई उल्टो परिरहेछ। आज कति महिना हो अरे दिदी? आज कति महिना हो अरे? 2083 साल 1 महिना 11-12 गते। ल ल्याउनु 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 ल ल्याउनु। त्यहाँबाट बाल्टिङ दिनुहुन्छ। हेर्नु सक्नुहुन्छ। सक्नुहुन्छ गाइस, यस्तो ताल भइसक्यो यहाँ चाहिँ। त्यत्रो भर्री ट्याङ्की फालेर यत्रो ताल भइगयो। कति भयो? झरिसक्नु भयो अब चाहिँ हाम्रो। ट्याङ्की साफ गऱ्यौँ। यहाँबाट पानी अब चाहिँ यो भरिन्छ गाइस। भोलि भरि हेर्न सक्नुहुन्छ। हामीले दिनमा भइसक्यो यहाँ चाहिँ 1-2 घन्टा लाग्यो हेर्न। यहाँ चाहिँ
ए यति सामान लाग्यो गाइस होइन अब चाहिँ गाइस हामीलाई म मेरो ब्लगलाई इन्ड गर्छु ल बाई बाई गाइस गाइस आजको ब्लगलाई इन्डसम्म हेरिदिनु भएको छ धन्यवाद।